यो चाहिँ मैले प्रिवर्कआउट चाहिँ एबीको लिइरहेको छु होइन। हेलो नमस्ते, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ म फेरि अर्को भिडियोको साथमा आइसकेको छु आज। सो धेरै दिन पछाडि अलिकति भिडियो हालिरहेको छैन मैले। खासमा अलिकति टाइम म्यानेजमेन्ट गर्न अलिक गाह्रो भइराखेको अवस्था छ। सो आज चाहिँ म अलिकति मुड चलिरहेको छ भिडियो बनाऊँ भनेर चाहिँ निस्केँ। सो आज काम पनि अलिक छिटै सिद्धिएको थियो अनि त्यही भएर आज चाहिँ एउटा भिडियो बनाऊँ भनेर अहिले म जिमतिर लागिरहेको छु। सो आजको हाम्रो वर्कआउट रहनेछ पुस। सो जसमा चाहिँ अब पुसमा चेस्ट, सोल्डर एन्ड ट्राइसेप्स हुनेछ स्पेसल्ली। आज म एउटा स्टोरी सेयर गर्न चाहन्छु। अनि मैले अब धेरै मिस्टेकहरू गरेँ पहिला ट्रेनिङ गर्दाखेरि। सो इगो लिफ्टिङ गर्थेँ अनि ब्याड फर्म थियो अनि धेरै कुराहरू, अब कुनै कुराहरू त्यति साह्रो नलेज नभएर पनि त्यो कुराहरू मिस्टेक गरिरहेको हुन्छ होइन। अनि रिजल्ट चाहिँ छिटो खोजिन्थ्यो अनि अब हेभी लिफ्टिङ गऱ्यो भने चाहिँ हुन्छ है भन्ने हिसाबमा चाहिँ गरिन्थ्यो भनौँ न। सो तर स्लोली आई रियलाइज कि बडी ट्रान्सफर्मेसन चाहिँ सिर्फ मेहनतले मात्रै हुँदैन क्या। सो करेक्ट डिरेक्सन चाहिन्छ होइन, प्रोपर डाइट चाहियो, डिसिप्लिन चाहियो होइन, पेसेन्स हुनु पऱ्यो मान्छेमा। अनि बिस्तारै चाहिँ त्यो कुराहरू अचिभ गर्न सकिन्छ भन्ने लाग्यो मलाई। सो नर्मली चाहिँ मैले अलिकति स्ट्रिक्ट भएर अलिकति डाइटले मेन्टेन गर्दै गएको अनि आफैले पनि भिजुअल रिजल्टहरू देखिरहेको छु मैले आफूलाई। अहिले मेरो लगभग 3 महिनाको ट्रान्सफर्मेसन गइरहेछ अनि यो ट्रान्सफर्मेसनमा चाहिँ अलिकति आफूलाई चाहिँ काइन्ड अफ तर 81 चाहिँ होइन, पहिला म 80 थिएँ अनि बिस्तारै 80 को रेन्जमा आइरहेको थिएँ। अनि त्यतिखेर चाहिँ त्यति भिजिबल थिएन। अनि त्यसपछि म आफ्नो समरको लागि हाफ प्यान्ट किन्नको लागि गएको थिएँ प्राइमार्क। अनि प्राइमार्कमा गएर मैले प्रायः जस्तो मैले पहिला 32 नम्बरको साइज लगाउँथेँ अनि त्यो साइजको कम्मर लगाउँथेँ। अनि एक दिन म गएँ अनि गएको 32 लगेर गएँ। त्यसपछि यसो हेर्छु ठुलो भइरहेछ अनि दुईचोटि मैले चेक गरेँ कि त्यो साइज चाहिँ होइन, यो राइट साइज त हो नि भनेर। अनि राइट नै रहेछ। पछि म गएर फेरि चेन्ज गरेँ अनि 30 को लिएर आएँ। 30 को चाहिँ ठिक हुन्छ क्या। अनि त्यहाँ मलाई रियलाइज भयो कि मैले गरिराखेको जुन कोसिस थियो त्यो चाहिँ सक्सेस भइरहेको रहेछ क्या। मेरो वेट घटिरहेको थिएन तर कम्मरबाट चाहिँ फ्याट लस भइरहेको रहेछ क्या। सो आई रियलाइज द्याट कि तपाईँले गरिरहेको मेहनत चाहिँ खेर जाँदैन भन्ने कुरा चाहिँ रियलाइज भयो मलाई। अनि त्यसले चाहिँ एउटा लेसन मलाई सिकायो क्या। तपाईँले चाहिँ रेगुलर आफ्नो काम चाहिँ गरिराख्नु भएको छ भने त्यो कुरा चाहिँ तपाईँले अचिभ गर्नुहुन्छ क्या, जे चाहिराख्नु भएको छ। तर कन्सिस्टेन्ट चाहिँ हुनु पऱ्यो। फाइनली म जिम पुगेको छु। यो चाहिँ जिम हो, तल अन्डरग्राउन्डमा छ। सो भित्र छिर्ने बित्तिकै एकदम गर्मी महसुस भइसक्यो होइन। जिमको राता भन्नु पऱ्यो यसलाई। आज चाहिँ हाम्रो फर्स्ट एक्सर्साइज चाहिँ पेक्डिक फ्लाइ रहेको छ। अनि यसमा चाहिँ अब आज चाहिँ मैले यो मुभमेन्ट चाहिँ खासमा स्क्विज गर्नेछु होइन, होल्ड गर्नेछु, कन्ट्रोल अनि स्ट्रेच गरेर मसल माइन्ड कनेक्सन गर्नेछु। सो पहिला मैले सोच्थेँ कि होइन हेभी गऱ्यो भने चाहिँ मसल बन्छ भन्ने लाग्थ्यो। तर मसल र माइन्डको कनेक्सन भएन, फिल भएन भने चाहिँ त्यो रिजल्ट चाहिँ तपाईँले सोचे जस्तो हुँदैन। सो यसमा चाहिँ मेन कुरो भनेको कनेक्सन फिल हुनु पऱ्यो क्या। हामीले के एक्सर्साइज गरिरहेछौँ अनि हेभी वेट मात्रै म्याटर होइन,
आजको हाम्रो सेकेन्ड वर्कआउट रहेको छ इन्क्लाइन मसिन प्रेस अनि यो एक्सर्साइजले पनि काइन्ड अफ लाइफसँग कनेक्टेड गऱ्यो भने एउटा कुरा चाहिँ सिकाउँछ कि तपाईँमा प्रेसर धेरै कुराको हुनसक्छ फर इक्जाम्पल मनी प्रेसर टाइम म्यानेजमेन्टको प्रेसर होइन अनि करियरको प्रेसर होइन फ्यामिली प्रेसर हरेक कुराहरू हुनसक्छ भने जस्तै यसमा पनि वेटको प्रेसर हुन्छ नि र त्यो वेटको प्रेसरलाई चाहिँ हामीले कतिसम्म चाहिँ कन्ट्रोल गरेर पुस गर्न सक्छौँ होइन त्यति नै बेटर तपाईँको मसल बन्छ नि त्यसरी नै लाइफमा पनि तपाईँले आफ्नो प्रेसरलाई चाहिँ कन्ट्रोल गरेर राख्न सक्नुभयो र त्यसलाई चाहिँ प्यानिक नभइकन पुस गर्नुभयो भने चाहिँ त्यो केही समय पछाडि तपाईँले चाहिँ त्यो हुन्छ नि स्विट पोइन्ट भेट्नुहुन्छ भन्छ नि काइन्ड अफ मलाई चाहिँ त्यस्तो लाग्छ सो मेरो इन्क्लाइन बेन्च प्रेसको कनेक्सन चाहिँ त्योसँग पनि हिसाबले रिलेट गर्यो भने चाहिँ त्यसरी पनि हेर्न सकिन्छ Yeah, hey, ask me how I did it, I'm telling them grace. Ask me how I'm living, I'm telling them great. Ask me how I did it, I'm telling them grace. Ask me how I'm living, I'm telling them great. New me, no time to waste. Look at me, you see I don't play. I keep running on out of shape. Need a hero, go find a cape. New me, no time to waste. Look at me, you see I don't play. I keep running on out of shape. Need a hero, go find a cape. Hey, no need for the B-roll. I was masked up and no hero. Breakfast in the morning, it was cereal and an E-bro. That boy keep going in, I can't let it go but get lethal. Watch how I'm showing it from JFK down to Heathrow again. I gotta keep going and I beat the Rico again. I'm going beast mode again, keep flowing and keep knowing that I will ride and keep blowing it. Five aside that bones going and man, each time I never blow it. I'm in my prime. यो गर्दा गर्दै चाहिँ मलाई एउटा कुरो टिकर गर्यो कि स्ट्रङ मान्छे त्यो होइन जसलाई चाहिँ प्रेसर आउँदैन स्ट्रङ मान्छे चाहिँ त्यो होइन जसले चाहिँ प्रेसर आउँदाखेरि कन्ट्रोल गुमाउँदैन होइन सो त्यसै गरी लाइफमा पनि होइन प्रेसर आयो भने मान्छेले डिरेक्सन गुमाउँछ क्या सो कहिलेकाहीँ डाउट हुन्छ कहिलेकाहीँ होइन प्यानिक भइन्छ पेन हुन्छ तर डिसिप्लिन चाहिँ गुमाउनु हुँदैन मेन कुरो भनेको त्यो हो सो अरू कुरा त मिल्दै जान्छ डिसिप्लिनमा चाहिँ बस्नु सक्नु पर्यो ओभरअल वर्कआउट चाहिँ बवाल गइरहेछ सो हाम्रो नेक्स्ट एक्सर्साइज भनेको पुसअप्स Let's go. I wake up to a little bit of drool on my pillow, feel like it's gonna be a bad day. Yeah, I'm tired of shit, and the coffee ain't hit yet, damn ain't that great. I don't wanna go to work, cause my boss is a jerk, and I'm not even that paid. I need a change in my life, cause I don't feel alive, and there's nothing that makes me happy. Hold my beer for a minute, I'm about to quit my job, cash in for a ticket. I'm going on a trip and I don't plan to visit. I'm gonna stay there till I feel like I'm winning, and this is just the beginning. I need a big change, help me feel like living. I need a big swing, home runs I'm hitting, and I'll never look back, moving on till I get it all. And we all got dreams, we all want things, but what you gonna do for it? How you gonna move for it? What you gonna be? And do you believe you can do anything? But what you gonna do for it? How you gonna move for it? What you gonna be? कहिले मान्छेहरू चाहिँ धेरै जस्तो मान्छेहरू लाइफमा धेरै कुराहरू सुरु गर्छन् अनि फर इक्जाम्पल डाइट सुरु गर्छन् जिम सुरु गर्छन् बिजनेस सुरु गर्छन् होइन तर बिचैमै छोड्छन् क्या तर विनर त्यो होइन जसले चाहिँ स्टार्ट गर्छ विनर चाहिँ त्यो हो जसले चाहिँ टायर्ड हुँदा पनि फिनिस गर्छ क्या अनि जब टायर्ड हुन्छ त्यसपछि चाहिँ आफ्नो माइन्डसेट टेस्ट हुन्छ लाग्छ कि मलाई चाहिँ जब मोटिभेसन खतम हुन्छ नि अनि डिसिप्लिन अगाडि आउनुपर्छ कि अनि बल्ल प्रोग्रेस हुन्छ
हुन्छ क्या। त्यही हो हाम्रो आजको एक्सर्साइज चाहिँ यहीँ सिद्धिन्छ होइन। बबाल पम्प भइरहेछ अहिले बडीमा, त्यो फिल पनि भइरहेछ अनि ओभर द टाइम डेफिनेसन पनि देखिरहेछ। यही हो, आफूलाई चाहिँ अलिकति रिजल्ट भिजिबल आउनु थाल्यो भने जे होस् वर्कआउट गर्दाखेरि मजा चाहिँ आउँछ। यही थियो आजको हाम्रो वर्कआउट। यतिमै सिद्धिएर अब चाहिँ घर जान लाग्यो होइन। अब प्याकिङ गर्दैछु। सो आजको हाम्रो पुस डे एकदमै बबाल गयो अनि धेरै कुराहरू चाहिँ सेयर गर्न पनि मिल्यो होइन। हामी देख्न सक्नुहुन्छ होइन, ट्राइसेप्स, हल्का बाइसेप्स, पुरा सोल्डर पम्प भइरहेछ। जे होस् अलिअलि चाहिँ रिजल्ट देखिन थालेछ। सो यस्तै हो। अब बाँकी चाहिँ आजको वर्कआउट सेसन सकिएको छ। बाँकी चाहिँ अब अर्को भिडियोमा भेटौँला यस्तै भिडियोहरू। अनि हाम्रो पार्टनर चाहिँ आज इन्जर्ड हुनुहुन्छ अनि रेस्टमा हुनुहुन्छ उहाँ चाहिँ। त्यही भएर खासै आज चाहिँ मेरो एक्लै सेसन गयो अनि यही हो ओभरअल। सो गर्दै गर्नुहोस्, रिजल्ट चाहिँ आउँछ मजाले, अलिकति बुझेर रिसर्च गरेर होइन, प्रपर गऱ्यो भने अवश्य नै रिजल्ट आउँछ। मेन कुरो त्यही हो, कन्सिस्टेन्सी चाहियो। सो ओभर द टाइम के गरिराख्नु भएको छ भन्ने कुराहरू। सो सी यू इन द नेक्स्ट भिडियो। आजको लागि बाबाई। आजको हाम्रो भिडियो चाहिँ यहीँ सकिन्छ। थ्याङ्क यू सो मच। जय नेपाल।